गाइस वेलकम ब्याक टु यहाँ छ नवीन सर हाम्रो यहाँ यता छ हाम्रो फुच्चे। जाने मोटो भ्लग बनाउन नवीन दाइसँग ल यहाँ बस अगाडि डिक्कीमा हामी नुहाउने हो। मिटअप लोकेसन चाहिँ पेप्सी कोला थियो भने म चाहिँ यतै सल्लाहकारी भएको कारणले गर्दाखेरि यतैबाट जोइन हुन्छु। नाला गढीसम्म लाग्छ 4 बजीसम्म मैले जसरी नै आइपुग्नु पर्नेछ। हेलो गाइस दिस इज नोभी। सो होप तपाईँले योभन्दा पहिलाको भ्लग हेर्नुभयो होला है। सो मैले अपलोड गरिसकेको छु, तपाईँले गएर हेर्न सक्नुहुन्छ है। नेक्स्ट भ्लग पनि चेक आउट गर्ने। सो म चाहिँ सल्लाहघारीमा छु। मैले चाहिँ सल्लाहघारीबाट राइड जोइन गर्छु भनेर यहाँ आएको छु है। सो यही बाटो हुँदै जाने हो आजको राइड चाहिँ। सो हाम्रो भ्लग चाहिँ हाम्रो ग्रुप राइडिङ चाहिँ वान म्यान मोटो भ्लग भन्ने हाम्रो क्लब छ। आज पनि म इन्जोय गर्न पाउँदिनँ होला जस्तो, किनभने मैले 4 बजी नै ड्युटी आइपुग्नु पर्ने हुन्छ है। म चाहिँ अरू सबै राइडरहरूको पर्खाइमा छु। 10 बजी मिटअप टाइम भएर 11 बजी हिँड्ने भने जस्तो लागेको थियो। आई थिङ्क अन द वे हुनुहुन्छ होला। सो म यहाँ चाहिँ वेट गरिरहेको छु सल्लाहघारी कम्प्लेक्सनेरै। सो आई होप आजको राइड राम्रो हुनेवाला छ, बवाल हुनेवाला छ। तपाईँहरू हेर्दै जानुहोस्। सबैजना राइडरहरू आइपुगिसक्यो एन्ड नाउ आई हेभ टु स्टार्ट माई राइड। सो तपाईँहरूले अगाडि देख्न सक्नुहुन्छ दे अल आर राइडर है। सो यो चाहिँ खतरा प्रो राइडरहरू सबै है। म चाहिँ स्टार्टिङवाला हो है। म चाहिँ जस्ट उहाँहरूसँग जोइन योभन्दा पहिलो राइड एकचोटि भन्दो भनेर म गएको थिएँ भने अहिले चाहिँ अब दिस इज माई नेक्स्ट राइड है। सो रमाइलो हुन्छ दाहरूसँग, एकदमै बब्बाल नै रमाइलो हुन्छ है। सो होप यु विल इन्जोय इट है। आज पनि कम्तीमा 30-40 जना जस्तो होला जस्तो लाग्छ मलाई है। बट आई डोन्ट हेभ एनी आइडिया, किनभने मैले पिछेबाट राइड जोइन गरेको कारणले गर्दाखेरि है। सो राइड गर्दाखेरि चाहिँ एकदम डिसिप्लिनमा राइड गर्नुपर्ने हुन्छ हामीले है। त्यो तपाईँले देख्न सक्नुहुन्छ। चाहिँ वान म्यान मोटो भ्लग, वान रोड वान ब्रदर। त्यो आजको राइड आयो हो बब्बालै हुने होला त हाम्रो राइडर दाहरू। दे आर सिनियर है, एकदमै सिनियर हो। सबलाई गएको राइडरहरूले एकदमै डिसिप्लिन मेन्टेन पर्ने हुन्छ क्या, किनभने नभए एक्सिडेन्ट हुने सम्भावना धेरै नै हुन्छ। मलाई अरूभन्दा नि केही होइन क्या, तनाव भने 4 बजे फर्किनु पर्ने छ ड्युटी। त्यो चाहिँ सबसे ढ्याउलाग्दो चिज हो क्या मेरो लागि चाहिँ। त्यस्तै छ, बिस्तारै हुँदै जान्छ, सबै कुरा मिल्दै जान्छ क्या। नो निड टु वरी अबाउट इट है। जे हुन्छ जसरी हुन्छ टाइम म्यानेज गरेर जसरी भयो भने राइड जोइन गरेर भयो भने भ्लग बनाउनको लागि है। सबैको आफ्नो बिदा हुन्छ यार। सबैको प्रायःको शनिबार बिदा हुन्छ, बट मेरो चाहिँ शनिबार पनि ड्युटी गर्नुपर्छ, बट आइतबार बिदा हुन्छ। आइतबार फेरि सबैको छुट्टी हुँदैन अनि मिल्दैन क्या। डिसिप्लिन सिक्नु छ भने राइडरहरूसँग सिक्नुपर्छ है। सो हेर्ने कस्तो बब्बाल डिसिप्लिनमा गइरहेको छैन। एकजनाले एकजनालाई ओभरट्याक गरेकै छैन है। उनीहरूलाई थाहा छ कि ओभरट्याक गऱ्यो भने सानो मिस्टेकले पनि के हुन्छ, एउटा एक्सिडेन्ट हुनसक्छ भन्ने हो यो कुराले है। मैले सानो मिस्टेकले पनि सबैलाई फल्लो बनाउनु सक्छ क्या। तपाईँसँग दामी दामी इक्विपमेन्ट छ, मै मात्र होला नयाँ गरी है। एउटा एन्ड्रोइड मोबाइल झुन्ड्याएर हिँडिरहेको, बट केही छैन। सिनहरू देख्न सक्नुहुन्छ कस्तो बवाल छ। धान रोपाइ गरिरहेको छ असारको महिना है। असारको पछि चला भएर त्यसमा पनि त्यस्तो घाम लागेको छ, बट त्यस्तो गर्मी एकै ठाउँमा बस्यो भने त गर्मी हुन्छ, बट राइड गर्दाखेरि त्यस्तो गर्मी चाहिँ फिल भएको छैन है। गर्मी चाहिँ गर्मी नै छ अलिअलि। मजाले रमाइलो हुँदैछ राइड चाहिँ। मलाई थाहा छैन मैले इन्जोय गर्न सक्छु सक्दिनँ। आइनो यहाँदेखि त्यहाँ डेस्टिनेसन पुगुन्जेलसम्म आई विल इन्जोय। के हुन्छ भन्दाखेरि मेरो चाहिँ टाइममा पुग्नुपर्छ। बेला बेला मेरो दिमागमा त्यही घुमिरहेको छ क्या। कोचिङको टाइम चलिरहेको भएर अलि ड्युटी चाहिँ मिलाएन क्या। शनिबार बोलाएको छ सबैलाई 4 बजीदेखि ड्युटी। सो पुग्नुपर्छ त्यही टाइममा। मजा आउने कुरा भने चाहिँ के भन्दाखेरि सबै एक लाइनमा हुँदाखेरि चाहिँ कस्तो रमाइलो हुन्छ क्या हेर्दै। वाह क्या सिन है भाइ, क्या सिन है भने जस्तै हुन्छ क्या है। यहाँ पनि कस्तो बवाल बस्ती बसिसकेको छ क्या यो ठाउँमा पनि। अन्डा मोटो भ्लगको चाहिँ एउटा टिम छ भनौँ न है। त्यो टिममा चाहिँ टक्क भोलिन्टियरहरू चाहिँ रेडी पारेर राखेको हुन्छ अगाडि नै राइड स्टार्ट हुनुभन्दा अगाडि। उहाँहरू भनेर चाहिँ एकदमै सिनियर हामीभन्दा यो राइडमा चाहिँ एकदमै ग्रुप जो उनीहरू भनेर चाहिँ भोलिन्टियर हो। सबै कुराहरू उहाँले अगाडि पछाडि यताउता राइड गर्दाखेरि सबै कुरा हेर्ने काम गर्छन्। अनि मेन भनेर चाहिँ सुप्रिम लिडर भनेर चाहिँ आई थिङ्क प्रेम दाइ होला है। उहाँले चाहिँ सबै कुरा टक्क म्यानेज गर्नेदेखि लिएर सबै कुरा हेर्नुहुन्छ। प्लस एकदम काइन्ड हार्टेड मान्छे हो क्या उहाँ चाहिँ। एकदमै मनपर्छ उहाँ पनि। अरूभन्दा नि ग्रुप राइडको एकदमै मनपर्ने कुरा मलाई भने चाहिँ धेरैजनाहरूसँग चाहिँ इन्ट्रोडक्सन हुन्छ क्या। नयाँ मान्छेहरू चिनिन्छन्। फर्स्ट साइडमा जाँदाखेरि त म कसैसँग नबोल्या भने क्या। त्यो आज चाहिँ मेरो सेकेन्ड राइड हो क्या है। सो
बसमा जाँदाखेरि कसैले चिन्या हुँदैन, के बोल्ने कसो बोल्ने, को मान्छे कस्तो थाहा नै हुँदैन क्या होइन। बट राइडरहरू चाहिँ एकदम सफ्ट लाइटली हुन्छन् क्या, एकदमै सबैसँग बोल्ने, हाँसखेल गर्ने होइन, सबैसँग इन्ट्रोडक्सन गर्न खोज्ने है, त्यो खालको नेचर भएको हुन्छ क्या सबै, एकदमै लाइक हुन्छ नि हेल्पफुल नेचर भएकोहरू हुन्छ क्या सबै। सो त्यो कुरा चाहिँ एकदमै मनपर्छ क्या मलाई सबैजनाको। कस्तो दामी यार सिनहरू पनि बब्बाल, क्या सिन है भाइ, क्या सिन है, बब्बाल रमाइलो हुँदैछ, पिसफुल राइड हुँदैछ, मौसम पनि त्यस्तै दामी छ, पुरै कुल है। राइडरहरू अगाडि अगाडि छिरेर भलिन्टियर दाइहरू चाहिँ एकदमै अगाडि बएर है सबको भिडियो क्लिपहरू लिइरहेको हुन्छन्। सो पछि ग्रुपमा हाल्नको लागि अथवा सबैलाई सेयर पनि गर्छन्, पछाडि पनि छन् सबैजना। मजा आइरहेको छ यार राइड गर्नु, कसम त्यो एक्साइटमेन्ट लेभल खतरा। त्यो ऐनामा देख्नु सक्नुहुन्छ क्या बबाल देखिरहेछ, तर यो मोबाइलबाट देखाएको छ कि छैन आइल्यान्ड। वा सिन हेर सिन कस्तो दामी यार भ्यालीको सिन। नगरकोटको टर्निङ जाँदाखेरि चाहिँ बबाल रमाइलो हुन्छ क्या यो उकालोको टर्निङहरू, दामी मजा आउँछ। अगाडि मान्छे एक ह्यान्डले राइड गरिरहेको छ, कस्तो बबाल यार, मान्नै पर्छ। तर अलि रिस्की हुन्छ यार त्यसरी राइड गर्दा। सकेसम्म त्यसरी चाहिँ राइड नगर्नु गाइस, कहिले नै जिन्दगीमा म चाहिँ भन्छु है, म चाहिँ एकचोटि चेतिसकेको छु क्या त्यसरी नै मोबाइल चलाउँदै चाहिँ। अनि त्यसपछि म्याकुरी यस्तो एक्सिडेन्ट भयो, मेरो पछाडिको त्यो पछाडिको ब्यागको त्यो हुन्छ नि चेन स्पकेट पुरै ढलेर अगाडिको ह्यान्डल भाँचिएर अगाडिको के अरे फ्रन्ट लाइट त्यो भाइजर हुन्छ नि सब फुटेको थियो क्या, मलाई याद छ क्या। त्यही भएर त्यति बेलादेखि म जिन्दगीमा एक हात थियो त्यस्तो गर्दिनँ, नो मिस्टेक माई ब्रो, नो मिस्टेक भन्ने हो क्या। डिसिप्लिनमा राइड गर्नुपर्छ क्या, बरु बिस्तारै राइड गर्ने, कसलाई देखाउनु छ र हामीलाई होइन, राइड गर्न हो मजाले बिस्तारै गर्ने, के छ र हामीलाई कसलाई देखाउनु छ, चिलमा गर्ने हो क्या राइड भन्ने कुरा। नोट टु सो एभ्री वान, हामी किन कम्पिटिसन गर्न आयो होइन, जस्ट मजा लिन मात्र आयो क्या, ठाउँ हेर्न रमाइलो, ठाउँ भिजिट गर्न रमाइलो हुन्छ ग्रुपमा भन्ने मात्रै हो होइन। बट त्यसरी राइड चाहिँ कहिल्यै नगर्नु यार, म चाहिँ कसैलाई सजेस्ट गर्दिनँ है यो कुराहरू चाहिँ एकदम। तपाईँहरू जो पनि गर्नुहुन्छ भने मिस्टेक चाहिँ कहिल्यै नगर्नु यार। एकजनाको चाहिँ अघि बाइक गइरहेको थियो, सो आई थिङ्क त्यो कुरामा चाहिँ टेन्सन लिनु पर्दैन क्या, बाइक गयो यताउति केही भयो भने। सो कस्तो दामी सिनहरू चाहिँ क्या, ओहो आई लभ इट म्यान, त्यो है कस्तो दामी सिन त। डेस्टिनेसन पुग्नु तर हो कि होइन आई डोन्ट नो एक्ज्याक्टली। सो यु क्यान सी huge riders are there. एकछिन बसेको थियौँ हामी, सो अब नाउ बोल्न सक्दिनु भयो भाइ, मेरो राइड चाहिँ स्टार्ट भएको छ। आई एम इन लभ विथ दिस सिन यार, कस्तो बवाल हो सिन। अहिले कतिजनाले भन्दै थियो कि एकजनाले एउटाले ठोक्यो, एकजनाले एकजनाले ठोक्यो, अलिक डिस्टेन्स मेन्टेन गरेर राख्नुपर्छ क्या यस्तोमा चाहिँ। त्यो हो यस्तो टर्निङहरूमा भयो एकदम बिस्तारै हिँड्नुपर्छ क्या। भ्या घुम्नु पो नघुम्या रहेछ नि त, त्यसरी घुम्यो भने त बबाल बल ठाउँ हुने रहेछ नि त नि। सबै राइडरहरूले बाइक चाहिँ यता पार गरिसकेका छन्। सो अब चाहिँ हामी त्यहाँ माथि चिसो लिँदै यहाँ माथि डाँडामा जान्छौँ है।
नालागढी भन्ने ठाउँ हो यो चाहिँ। र गाउँघरको सिन कस्तो बवाल देखिने है, आफ्नो गाउँघरको याद आउँछ त यस्तो देख्दाखेरि त। के हो यार, म मात्र एक्लै भयो त, कसैसँग घुलमिल हुन सकिनँ त अझै। वाट द हेल यार, म त्यति जाडी कसैसँग नजिक हुनै सक्दैन क्या, खोइ किन हो है। सो 1-2 जना हुन्छ मेरो नजिक हुने। सो त्यो भइसकेपछि चाहिँ एकदम नै क्लोज हो क्या म चाहिँ। भयो भने लास्ट सबैसँग एकदम त्यो हुन्छ नि, क्लोज भएर हिँड्न सकिँदैन। अब सेकेन्ड टाइम भएर नि होला, फर्स्ट टाइम त कसैसँग बोल्दा नि बोलिनँ, किनभने जस्ट अब्जर्भ मात्रै गरेँ के कस्तो छ, चिनेको छैन होइन। अब त्यही भएर नि होला। सो आफूले आफूलाई बुझ्दै छैन किन म यस्तो है, अलिक नजाउने, अलिक डराउने है नयाँ माहौलमा आउँदाखेरि। त्यो सबैले हुन्छ कि मलाई मात्र। यताबाट चाहिँ बनेवा बजार दामी देखिँदैछ यता। कोही राइडर दाजुहरू यता छन्, अन्त पछाडि आउँछ। अहिले चाहिँ यहाँ अगाडि जाँदैछन्, म चाहिँ यहाँ बिचमा एक्लै छु, पछाडि दायाँहरू आउँदैछ। आइम इन्जोइङ है, रमाइलो भइरहेछ। अरूभन्दा पनि आज एकदम भनौँ न टाइममै जानुपर्ने छ क्या। त्यही चाहिँ मलाई जहिले राइडमा आयो हतार जानुपर्ने है, आधी बाटोमै आउनुपर्ने। सो बिस्तारै सबै कुरा म्यानेज हुँदै जान्छ है, सबै कुरा एकैचोटि म्यानेज हुँदैन। होइन बिस्तारै टाइम म्यानेज हुनेवाला छ है, सबै कुरा अल थिङ विल बी फाइन। सबैको टाइम आउँछ। सो आई बिलिभ इन द्याट। क्लिपहरू बनाउन आएको छु है। हाम्रो सबै राइडर दाजुभाइ ड्राई पिकनिक भन्नाले फास्ट फुडहरू थोरै रेस्ट गर्दैछन् भने म चाहिँ यहाँ क्लिप बनाउन आएको, थोरै भिडियोहरू बनाउन आएको। यो चाहिँ हाम्रो नालागढी है। हाम्रो भ्यालीबाट लगभग 40-45 मिनटको दुरीमा छ यो। एकदमै रमाइलो ठाउँ रहेछ, पानी पर्ला जस्तो नि भइरहेछ। सो ठाउँ चाहिँ एकदमै पिसफुल लाग्यो मलाई चाहिँ है। सो यता आएर चाहिँ फोहोर गर्ने काम त्यस्तोहरू चाहिँ नगरिदिनु होला प्लिज, किनभने प्लास्टिक जन्य पदार्थहरूले तपाईँ हामीलाई थाहा छँदैछ हाम्रो इन्भाइरोमेन्टलाई प्रदूषण पार्छ, प्लस नराम्रो पनि देखिन्छ है इन्भाइरोमेन्ट। सो हाम्रो इन्भाइरोमेन्ट जोगाउने काम हाम्रो हातमा हुन्छ है। सो दे आर एकदम प्रो राइडरहरू, अनि म चाहिँ बिगनर्स हो भन्नाले उहाँहरू भनेर चाहिँ एकदम एक्सपोर्ट राइडरहरू हो क्या। उनीहरू जस्तो बाटोमा राइड गर्ने खालको मान्छेहरू होइन, लाइक ट्र्याक राइडरहरू पनि हुनुहुन्छ 1-2 जना। सो म चाहिँ यतिकै जस्ट जोइन गर्छु, कहिलेकाहीँ रमाइलो हुन्छ ग्रुपमा राइड गर्न भनेर। सो रमाइलो नि हुन्छ ग्रुप राइडिङ, एन्ड सबै कुरा हुन्छ। सो त्यही भएर यसरी हामीले सबै फोहोर सोचिदियौँ। एन्ड देन अब हामी यहाँबाट मुभ हुँदैछौँ, पानी नि पर्दैछ, बबाल रमाइलो हुन्छ पानी परेपछि। सो यो यहाँको देख्नु सक्नुहुन्छ सबैले, यहाँको प्लास्टिक जाने सबै त्यो दाइहरूले उठाउँदै हुनुहुन्छ। सब प्लास्टिक, इभन त्यो हुन्छ नि चाउचाउको प्याकेटको त्यो सहित हाम्रो बोतलको बिर्कोसम्म छोडाएन। सो हामी आफै सजग बन्नुपर्छ है। वाउ पानी पऱ्यो बब्बाल, मजा आउँछ पानी परेको मौसम, रमाइलो हुन्छ यार पानी पर्दाको मौसम। वाउ राइडर दाजुभाइहरू यता छन्। रेनकोट छ मेरो पछाडि, तर म ओढ्दिनँ, भिज्नुको मजै छुट्टै हुन्छ।
मस्त पानी पर्दैछ यस्तै है। म चाहिँ यहाँ छु, राइडमा आएको थिएँ, 4 बजे ड्युटी पुग्नुपर्ने भएको कारणले गर्दाखेरि ताप बस्दैछ हेर्दै मजा आइरहेछ। सो हेर्न सक्नुहुन्छ कस्तो बबाल पानी परिरहेको छ यार। थ्याङ्क यू सो मच एभ्रिवान, यति धेरै आफ्नो महत्त्वपूर्ण टाइम, अमूल्य टाइम निकालेर मेरो भिडियो हेरिदिनु त्यसको लागि धेरै धेरै धन्यवाद। सो नेक्स्ट भिडियो अझै चाँडो आउनेछ। मन पर्छ भने के कुराहरू मन पर्छ त्यो कमेन्ट गरिदिनुहोस्, र मन पर्दैन भने के कुरा मन परेको छैन कृपया त्यो पनि कमेन्ट गरिदिनुहोस्, ताकि मैले नयाँ भिडियोमा सुधार्न सकूँ। र आजको दिन मेरो लागि एकदमै प्रोडक्टिभ हो, एकदमै रमाइलो हो मेरो लागि चाहिँ। बिहान चाहिँ कलेज भनेको मतलब अर्को ड्युटीमा 7 बजीदेखि 10-11 बजीसम्म चाहिँ त्यहाँ थियो भने त्यसपछि 11 बजे 12 बजीदेखि 2-3 बजीसम्म चाहिँ म राइडमै थिएँ। सो त्यहाँबाट म चाँडै फर्केँ, किनभने मैले यहाँको ड्युटी छोप्नुपर्ने थियो। आफ्नो प्यासनले चाहिँ आफूले रेगुलर गरिरहेको कामलाई चाहिँ इफेक्ट पार्नु हुँदैन, आफ्नो प्यासनलाई फलो गर्नुपर्छ, बिस्तारै बिस्तारै सँगै लानुपर्छ। तर त्यो कुराले चाहिँ अरू कुराहरूलाई चाहिँ फरक पार्न दिनु हुँदैन क्या। र टाइम म्यानेजमेन्ट चाहिँ एकदमै गर्नुपर्ने हुन्छ। सो के हाम्रो आजको राइड भनेको चाहिँ वान म्याप मोटो क्लबले अर्गनाइज गरेको थियो। म चाहिँ सल्लाहकारीमा नै जोइन गरेँ, किनभने म चाहिँ ड्युटीको कारणले गर्दाखेरि भ्याइनँ मिटअप प्लानिङमा जानको लागि। सो त्यहाँबाट नालागढीसम्म गएको थियौँ, अनि त्यहाँबाट हामी नगरकोट हुँदै जोस् भनौँ न आजको राइड चाहिँ मैले आधै मात्र कम्प्लिट गरेँ, कम्प्लिट राइड गर्न पाइनँ बिकज अफ माई ड्युटी।